माया मलाई यसरी सधैँ मिलिरहोस्। झिलिमिली घरमा पो बस्छस् कि निदाउँदा मस्त मेरो कुरा काटिरहनु भएको छ यो ड्राइभर दाइ त। हेलो एभ्रिवान, सेवा म चाहिँ नुमाङ राई अनि स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा अनि नयाँ भिडियोमा। अनि हजुरहरूले मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। अनि कति मेरो च्यानललाई माया गरिरहनु भएको छ, मेरो भिडियोहरूलाई माया गरिरहनु भएको छ, अझै यस्तै यस्तै माया गरिरहनुहोस्। हजुरहरूको माया मलाई यसरी सधैँ मिलिरहोस्। अनि साथीहरू म चाहिँ लेकतिर गएको छु क्या दुई दिन अनि यस्तो अनुहार सुन्ने जस्तो भइरहेछ होइन, मोटाएको चाहिँ होइन ल। अनि आज चाहिँ मेरो लास्ट डे हो साथीहरू। अब चाहिँ म जानुपर्ने हुन्छ अनि म चाहिँ आज चाँडै उठेँ अनि अब जानुपर्ने, म रेडी हुन्छु अनि 8 बजे गाडी आउँछ। अनि चाहिँ आज चाहिँ म जाँदैछु साथीहरू। कहाँ जाँदैछु त्यो हजुरहरूले थम्बनेल देखेर थाहा पाइसक्नुभयो। म जाँदैछु ल आज धरान। अनि त्यही हो साथीहरू। अनि गाउँमा चाहिँ आज चाहिँ हल्का घाम लागेको छ क्या। म आएदेखि त्यस्तो घामै लागेको थिएन नि त। अनि म कहाँ पुगेर आइसकेँ र पनि पानी परे हेरिहाल्नुभयो मेरो गाउँमा मेरो दिनचर्या कसरी कट्यो, मैले गाउँमा कसरी समय बिताएँ त्यो त हजुरहरूले देखिसक्नु भएको छ साथीहरू। अब चाहिँ हामी रेडी हुन्छौँ अनि त्यसपछि खाजा खान्छौँ या खाना खान्छौँ अनि त्यसपछि जान्छौँ ल साथीहरू। अब चाहिँ म एकैचोटि रेडी भएपछि भेटौँ लाग्थ्यो किनभने मैले सामान प्याक गरेको छैन। त्यो साथीहरू हिजो पनि मामा घरमा थियौँ नि त। अनि अलिकति कति बजी 12 बजीतिर आएको यहाँ। अब 12 बजी आएको मामा घरबाट अरे, मामा घर मेरो नजिक हो। त्यही हो साथीहरू। अब हेर्दै गर्नुहोस् आजको मेरो दिन कसरी कट्छ, मेरो यात्रा कस्तो हुन्छ हेर्दै गर्नुहोस् ल साथीहरू। अब चाहिँ हामी लाग्यौँ, हामीलाई चाहिँ गाडीले कुदाएको छ अनि अहिले चाहिँ मामा घरमा है। अनि मेरो ठुलो मामाको घरमा छौँ। अब हामी जान्छौँ ल। हाम्रो चाहिँ गाडी आइसक्यो ल। अब चाहिँ हामी गाडीमा जान्छौँ। दिदी हेर्नु त, दिदीलाई मैले नमस्कार गरेर मलाई झ्यालको सिटमा राख्नु भएको क्या। झ्यालको सिटमा राख्नु भएको। अब चाहिँ हामी जान्छौँ जाउँ ल। अब चाहिँ मेरो चस्मा त त्यो झोलाको पछाडि थियो, अहिले उफालेर कहाँ पुऱ्याउँछ होला नि। अस्तिकै हाम्रो ड्राइभर दाइ ल। अब चाहिँ हामी जाँदैछौँ। कति बेला पुग्छौँ? 8 बजी पुग्यौँ। 8:30। यहाँ भिडियो बनाउने वातावरण नै छैन है साथीहरू। म तलतिर दिदीले चाहिँ नमस्कार गरेर मलाई झ्यालको सिटमा राख्नु भएको क्या। कसको दिदी यस्तो हुनुपर्छ है, कसको दिदी यस्तो हुनुहुन्छ कमेन्ट गर्नुहोस् त साथीहरू। घरमा पो बस्छ शङ्खुवा पुल आइपुग्यौँ। के भन्छ बुमलिङमा छौँ। यो चाहिँ अरुण नदीको पुल हो क्या साथीहरू। अनि पहिले चाहिँ हामी यो बाटो जान्थ्यौँ अनि अहिले चाहिँ यहाँ पुल बनाएको छैन नि त। अनि अर्को बाटोबाट जान्छ। हाम्रो ड्राइभर दाइले चाहिँ खाजा खानु भएन अरे आज। अनि त्यो भएर चाहिँ खाजा खानालाई गाडी बस्नु भएको छ। त्यो साथीहरू बिचको भिडियोहरू बनाऊँ भनेको यस्तो अप्ठ्यारो बाटो छ क्या। अनि त्यो भिडियो बनाउन सक्ने अवस्थै छैन। अब हेर्दै गर्नु होला, म के क्लिपहरू लिन्छु। त्यस्तो भिडियो बनाउने वातावरणै छैन क्या। कस्तो भइरहेछ यात्रा? झिलिमिली घरमा पो बस्छस् कि ठिकै छ ठिकै छ। गाउँ छोडेर जाँदा कस्तो फिल भइरहेछ? ओभर एक्टिङ क्या साथीहरू। फेरि उहाँको हिडन ट्यालेन्ट एक्टिङ मास्टर पनि हो उहाँ। त्यही हो हाम्रो ड्राइभर दाइले खाजा खानुहुन्छ अरे। हामी चाहिँ कुर्छौँ। अब छुट्नु भएको छैन अरे। तिमीहरू काठमाडौँ पुग्यो अनि खबर गर नि छुट्छौँ भन्नु। के खानु भएको कि तुरतुरे एउटा गरेर खान्छु। टाढा आइपुग्यौँ कि साथीहरू। म त झ्याप लिँदैछु। मेरो कुरा काट्दैन दुईजना मिलेर। के भन्नु अरे? म त खाँदिनँ। कुम्लिङ टाढमा हावा भन्ने चिज चाहिँ जिन्दगीमा चल्दैन रहेछ। कस्तो चाहिँ निन्द्रा लाग्यो त मलाई परतिर त। आमा निन्द्राको काल त त्यस्तै हो। नसी पाउँदैन यतातिर।
एकचोटि भिजिट गरेर आउँ दही खान्छ दहीले भन्दा त पाउँदैन लस्सी आफै पाउँछ हो यसो गर्मीमा राख्नुपर्ने विन्टरमा हो साथीहरू बल्ल आइपुग्यो आमा मेरो कुरा काट्ने दाताहरू चाहिँ उहाँहरू दुईजना है कहिले छैन मनी दादा मस्त मेरो कुरा काटिरहनु भएको छ यो ड्राइभर दाइ त अस्ति हामीले संसार घुमाएर घर पुऱ्याउनु भएको थियो आज त घुमाउनु नभन्दा नि घुमाउनै हुन्न होला अब इटरी घुम्नु जान्छ दाइसँग मलाई दिनु न दाइ दाइको त उयो चाबी मान्छ कति लागि झुन्डाको दाम के भन्नु भएको अरे दिनु मन छैन भन्नु न त किन त्यति धेरै चाहिँ वचन लगाइरहनु फेरि के वचन लाग्यो के भने भन त मैले भने तिमीलाई दिनलाई झुन्डाको चिन्ताको हैन साथीहरू एउटा दीपक देउन मैले ड्राइभर दाइसँग यो माग्यो कि मलाई खतरा डाइलग रिपिट गर्नुलाई फेरि एकचोटि के भन्नु हो भनिदिनु न तिमीलाई दिँदा राखेको है अस्ति नै चोरिदिउँ भनेको पुन्टे खाएको झोकमा मलाई फर्काउनुहुन्छ भनेर मैले नलगेको मात्रै साथीहरू हामी चाहिँ खाजा खाने ठाउँमा आइसक्यौँ यो केटी मान्छेको टाउको पो देखिन्छ अनि म चाहिँ दही दिदी थुक्पा लभर यहाँ ड्राइभर दाइले चाहिँ के खानु हो जा अनि म चाहिँ दही खान्छु ल दही साथीहरू म आज धेरै भिडियो क्लिपहरू यहाँ बाटोको लिन सक्दिनँ होला है जे जति छ त्यति हेरिदिनुहोस् यस्तो गर्मी छ साँच्ची भने मलाई यस्तो टाउको दुख्छ म यतिकै त गाडीमा यात्रा गर्न सक्दिनँ नि त त्यही भएर आज त यस्तो गर्मी भयो मलाई टु मच टाउको अस्ति 2 दिन म माथि लेकतिर गएको थिएँ नि त त्यही भएर मलाई हल्का त्यो आँखाहरू नि अनुहारहरू नि सुनिरहेको फिल भइरहेछ अनि 81 गर्मीमा आएर होला मलाई चाहिँ यस्तो गाह्रो भइरहेछ अब आज कसरी पुग्ने हेर्दै गर्नुहोस् ल म बाटोको धेरै भिडियो ल्याउन सक्छु कि सक्दिनँ त्यो हजुरहरूले देखि नै हाल्नुहुन्छ र अब चाहिँ हामी खाना खाइसक्यौँ खाना चाहिँ म चाहिँ दही खाएँ अनि अब चाहिँ हामी जान्छौँ हामी चाहिँ धरान आइसक्यौँ अनि खाँदैछौँ आलुचप एकैचोटि धरानमा भेट्यौँ हामी चाहिँ आज चाहिँ आलुचप तिम्रो भ्लग मिस गर्ने हामी चाहिँ थुक्पा खान्छौँ है गाइस ल ल साथीहरू थुक्पा है हामी चाहिँ आइपुग्यौँ घर त्यही हो साथीहरू हामी चाहिँ आइसक्यौँ घर अनि बिचबाटको भिडियोहरू चाहिँ छैन आज अनि जे जति छ म त्यति नै आज भिडियो हाल्नेछु अब चाहिँ म एकैछिन फ्रेस हुन्छु ल साथीहरू अनि हामी भेटौँ ल ल अनि हामी भेटौँ अब म एकैछिन फ्रेस हुन्छु यस्तो गर्मी छ यार कहिले लेक कहिले तराई भइरहेछ यस्तो त्यही भएर मलाई चाहिँ अलिकति सन्चो पनि छैन ल साथीहरू म चाहिँ फ्रेस भएर आइसकेँ ल मस्त नुहाइदिएको नि त अनि कति आनन्द भइरहेछ अनि म चाहिँ अस्ति हेरिहाल्नु भयो मेरो हिजोको भिडियोहरू म चाहिँ लेकतिर गएको थिएँ नि त अनि 2 दिनसम्म चाहिँ अनि त्यही भएर नन स्टप हिँडाएको थियो अनि पानी परेको थियो वेदर त्यस्तै थियो त्यही भएर हल्का चिसो लागिरहेको थियो अलिक सन्चो नभएको जस्तो फिल भइरहेको थियो अनि त्यही माथि आज आएँ यति धेरै गर्मी थियो बाटोमा साथीहरू म त यस्तो गाह्रो भएको अनि त्यही भएर मलाई त्यति सन्चो नभएर मैले आजको मेरो भिडियो चाहिँ एकदम छोटो छ साथीहरू अनि म अघि नै आइसकेँ अनि फ्रेस भइसकेँ अनि एकछिन फुपा मसँग गफ गऱ्यौँ अनि म चाहिँ यतातिर निस्केको क्या चिसो हावा खानालाई अलिक खाली ठाउँतिर आएको अनि यसो हजुरहरूसँग गफ गरिदिएको ल साथीहरू त्यही हो अब मेरो कन्टिन्यू भिडियो हेर्नुहुन्छ भने हजुरहरूले थाहा पाइहाल्नुहुन्छ म कहाँ गएर आएको भनेर अनि म अब कति दिन धरान बस्छु त्यो पनि हेर्दै गर्नु होला साथीहरू त्यही हो अनि हजुरहरू कतिले त याद गरिरहनु भएको अस्तितिर त कन्टिन्यू दिदीसँगको भिडियो आउँथ्यो दादासँगको भिडियो आउँथ्यो भाइहरूसँगको भिडियो आउँथ्यो भनेर अब सँगै कहाँ भइन्छ त साथीहरू होइन दादा आफ्नो काममा भाइहरू आफ्नो काममा स्कुल कलेज त्यही हो अनि दिदी चाहिँ मसँगै हुनुहुन्छ तर अब गाउँमा चाहिँ दिदीसँगको 1-2 दिनको भिडियो त आएको थियो त्यसपछि म माथितिर गएँ लेकतिर गएँ त्यसपछि चाहिँ दिदीसँग नआएको त्यो मेरो कन्टिन्यू भिडियो हेर्नुहुनेलाई चाहिँ थाहा छ अनि आज चाहिँ दिदी चाहिँ अहिले रेस्ट गरिरहनु भएको छ क्या अनि त्यही भएर म चाहिँ यतातिर चिसो हावा खान आएको बाहिर अनि त्यही भएर दिदी छुट्नु भयो साथीहरू
मेरो च्यानललाई चाहिँ हजुरहरूले माया गरिरहनु भएको छ, मेरो भिडियोलाई माया गरिरहनु भएको छ। यस्तै सधैँ माया दिइरहनुहोस्। हजुरहरू जतिजनाले माया गर्नुपर्छ धेरै धेरै धन्यवाद। अनि साथीहरू यो चाहिँ मेरो लागि चाहिँ एकदमै नौलो काम, त्यही भएर म यसमा चाहिँ एकदम जिरो नलेज साथीहरू, किनभने यो चाहिँ मेरो लागि एकदमै नयाँ काम हो। अनि मैले चाहिँ नयाँ काम अनि आफूलाई एकदमै च्यालेन्ज दिन मनपर्छ कुनै कामहरूको, त्यही भएर मैले चाहिँ नयाँ काम स्टार्ट गरेको। अनि मैले आफूलाई च्यालेन्ज दिएको कतिको गर्न सक्छस् त भनेर मैले अस्तिको मेरो भिडियोमा पनि जतिजनाले मेरो पुरानो भिडियो हेर्नुभयो उहाँहरूलाई त थाहा छ, मैले आफूलाई च्यालेन्ज दिइरहेको छु कि म कति डेली भिडियो बनाउन सक्छु भन्ने चाहिँ मैले आफूलाई च्यालेन्ज दिएको हो साथीहरू। त्यही भएर तर अस्ति मेरो 2 दिन चाहिँ भिडियो छुट्यो, किनभने चाहिँ त्यति बेला चाहिँ नेटवर्क प्रब्लम, नत्र भने म हजुरहरूलाई इन्फर्म पनि गर्थेँ। अनि हामी बसेको ठाउँबाट चाहिँ ठ्याक्कै 3000 को हाइटमा चाहिँ माथि जानुपर्ने थियो। त्यो 3000 को हाइटबाट चाहिँ फेरि डाउन भएर 2000 को हाइटमा झरेर चाहिँ पनि धेरै टाढा थियो क्या हामी बसेको ठाउँ। हजुरहरूले देख्नुभयो कसरी पुग्यौँ त्यो त। अनि त्यहाँ चाहिँ डाटा नै नचल्ने क्या, डाटा त के साथीहरू त्यहाँ त नेटवर्कै नदिने, त्यही भएर चाहिँ मेरो त्यो चाहिँ छुट्यो। अनि मैले चाहिँ आफूलाई च्यालेन्ज दिइरहेको छु। अनि त्यही भएर मलाई यो विषयमा केही पनि मैले आफूलाई च्यालेन्ज दिएको भएर मैले एकदम 100% दिइरहेको छु साथीहरू। तर हजुरहरूले भन्नु होला 100% दिएको जस्तो भिडियो त छैन त भनेर, किनभने यो चाहिँ मलाई केही नलेजै छैन नि त। ऱ्यान्डमली म भिडियो बनाउँछु, पोस्ट गर्छु साथीहरू। यो विषयमा मलाई केही पनि थाहा छैन, तर के गर्ने होइन, आफूले गर्दै जाने हो, सिक्दै गइन्छ होइन। एकैचोटि कसैले पनि जानेको हुँदैन। अनि यसको लागि चाहिँ मेरो सर्कलमा कोही पनि हुनुहुन्न क्या आज युट्युब चलाउने, अनि त्यो विषयमा चाहिँ अनि म सिक्दैछु साथीहरू। यो मेरो लागि च्यालेन्ज हो। हजुरहरूको माया यस्तै मिलेर होस्। आजको मेरो भिडियो चाहिँ यति नै। अनि मेरो च्यानल सबैजना सब्सक्राइब गरिदिनु होला साथीहरू। आजको मेरो भिडियो चाहिँ यति नै, बाइ बाइ।